साथीहरू हिजोको कुराले चाहिँ अलिकति चाहिँ मलाई चाहिँ अलिकति चाहिँ के भन्दाखेरि चाहिँ लो फिल भयो होइन। अनि त्यो भएर चाहिँ आज चाहिँ ढिलो उठियो, लगभग 6:30 बजेपछि उठियो। अनि चाहिँ सर्वप्रथम चाहिँ दोकानबाट दुध ल्याएर बसालेँ होइन। अनि त्यसपछि चाहिँ के भयो भन्दाखेरि चाहिँ रनिङ गइयो होइन। त्यही 10 राउन्ड हाल्यो, आधी घन्टा जतिमा आइयो, नुहाइधुवाइ भयो। अनि दुधसुध त खाइएन, चिया बनाइयो, चिया खाइयो। अनि त्यसपछि भाइले 1 किलो मासु ल्याएको थियो, तर आज चाहिँ औँसी भन्ने कुरा भएर चाहिँ बुवा मम्मीले खानु भएन। अनि भाइ र मैले चाहिँ आधी गऱ्यौँ, आधी किलो दबायौँ होइन। अनि त्यसपछि दिउँसो चाहिँ खासै केही भएन, त्यही चेस खेल्दै बसियो। अनि लगभग 2-3 बजेतिर खाजा खाइयो। अनि त्यसपछि चाहिँ रङ्गोली र झिलिमिली बत्ती लिन गइयो होइन। अब अनि झिलिमिली ल्याएर घर हालिदियो। त्यसपछि बेलुका चाहिँ अब तिहार भइहाल्यो होइन, बत्ती बाल्नु पऱ्यो, यताउति बिजी भइयो। अनि त्यसपछि खानासाना खाइओरि अनि त्यसपछि मोबाइल थिच्ने, टिभी हेर्ने काम भयो। अनि अहिले सुत्ने बेला चाहिँ एउटा भिडियो चाहिँ बनाइहालेँ, थ्याङ्क्स फर वाचिङ।